नगर नगरपालिका वार्ड नम्बर 12 भगवानपुर भन्ने गाउँको पश्चिम आइपुगेको छु। यहाँ एउटा अजुबा मैले देखेको छु, तपाईहरुले पनि देखाउन आछु। यो अजुबा यहाँका स्थानीय सरकार अथवा प्रदेश सरकारसँग मैले के भन्न चाहे, यहाँका स्थानीय हाम्रो जुन यो तराई मधेसमा चाहिँ जुन हामी यो भोगिरहेछौं नि यहाँ पब्लिकहरु, त्यो समस्या तपाईहरुले कहिले बुझ्ने हो आखिर? कमसे कम नभई त यो यहाँका स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने कुरा हो। त्यो यत्रो ठुलो यत्रो लगानी लगाएर पुल बनाएर के फाइदा? कमसे कम यहाँ आवत जावतमा हेर्नु, पहिला चाहिँ खोलामा पानी यत्रो भए पनि छिरेर जान्थ्यो, अनि यति भए पनि छिरेर जान्थ्यो। अहिले त्यही माहौल छ। यो पुल त एकदम टकटका करोडौं लगाएर बनाउनु भएको छ, तर यी पानीमै छिरेर जानुपर्छ। यत्रो पानी छ, हिलो छ भित्र। आवत जावतमा यहाँका स्थानीयले धेरै कठिनाई भोग्नु भएको छ। कमसे कम यहाँका स्थानीयहरूले पनि गुनासो राख्नु भएको छन् कि कमसे कम पुल बनाइसकेपछि त 2-4 टाली 6 टाली कमसे कम निस्कट यहाँ झार्नु पर्ने थियो। 2-4 टाली यहाँ तपाईहरु देख्नु खोला बगे छ। त्यत्रो लगानी लगाएर के फाइदा त? यसमा कमसे कम नभई त धेरै हैन, कमसे कम 4-6 टाली 8 टाली यसमा निस्कट उखाल्दियो भने राम्रो हुन्छ। त्यत्रो माटो वहाँ त्यत्रो माटो वहाँ छ, त्यत्रै माटो ल्याएर यहीँ हल्का व्यवस्थित पार्ने 2-4 टाली निस्कट फालेर कमसे कम धेरै हैन त आवत जावतमा यहाँ त ट्रक टिप्पर बस गाडी घोडा टेम्पो साथ चल्ने होइन होला। यहाँका स्थानीयहरूले नै चल्ने हो। कमसे कम हल्का नर्मली जस्तो आउने जाने लायक जस्तो बनाइदिनु पर्ने यहाँका स्थानीयहरूले एकदम बाध्यता भएर गुनासो राखेछन्। कुनै न कुनै यहाँको व्यवस्थित पनि पारिदिनु पर्ने हो। म पनि त्यही भन्न चाहन्छु यहाँका स्थानीय सरकारलाई, तपाईहरुलाई यहाँका स्थानीयले भोट दिएर तपाईले उहाँ कुर्सीसम्म पुगाउनु भएको छ, के तपाईको दायित्व होइन र? यहाँ कमसे कम अलिकति त ध्यान दिनुपर्ने कुरा हो। नभई त कमसे कम 2-4 टाली 8 टाली यहाँ निस्कट खसालेर यहाँ आवत जावत व्यवस्था बनाइदिनु पर्ने हो। त्यो खोला पारीको मान्छेले कुनै दिक्कत भइहाल्यो भने, कुनै गर्भवती महिला हाम्रो दिदी बहिनीहरू हुन्छन्, उहाँ अब कुनै इमर्जेन्सी पर्यो भने कसरी जान्छन् त, कसरी आउँछन्? तपाई आफ्नै बुझ्ने कुरा होइन र यहाँ? म त्यही भन्न चाहन्छु। ल होस्, त्यति भनेर अब म फेरि त्यो जुन